र यो सँगसँगै फिल्मका केही चित्त नबुझेका पक्षहरू पनि छन्। जस्तै निर्देशकीय पाटोमा चाहिँ प्रकाश सपुतले चाहिँ जति आफ्नो कथालाई न्याय गर्नु पर्थ्यो त्यो कुरामा चाहिँ अलिकति चुकेका छन् चाहिँ जस्तो चाहिँ लाग्छ। तर त्यो कुराले चाहिँ फिल्मलाई असर चाहिँ गर्दैन। फिल्म आफ्नो लयमा बगिरहेको छ, तर एउटा फिल्मी हिसाबले, एउटा मेकरको हिसाबले, एउटा मेकिङ वाइज चाहिँ निर्देशकीय पाटोमा चाहिँ अलिक कमजोरै छन्। तर त्यो कमजोरीपन चाहिँ फिल्मको स्टोरी लाइनले गर्दाखेरि चाहिँ असर गरेको चाहिँ छैन। एज अ मेकर, एज अ हामीले मेकरको हिसाबमा प्रकाश सपुतलाई आश राख्नु पर्दाखेरि चाहिँ निर्देशकीय पाटोमा चाहिँ कमजोरी छ। साउन्डको हिसाबमा जुन ब्याकग्राउन्ड स्कोरमा म्युजिक प्ले भइरहेको छ यो विषयमा पनि फिल्ममा धेरै ठाउँमा कमी कमजोरी चाहिँ छ। र कतिपय कुराहरूमा चाहिँ फिल्ममा यति धेरै कथावस्तुहरू छन् जसले गर्दाखेरि फिल्म कन्फ्युज चाहिँ हुन्छ। घरिघरि कन्फ्युजनमा ल्याउने हो, केही दर्शकहरूलाई कन्फ्युजनमा ल्याउन पनि सक्छ। समग्रमा फिल्मको स्टोरी लाइनले चाहिँ धेरै विषयवस्तुहरूलाई उठाएको हुनाले चाहिँ व्यवस्थापन गर्नलाई अलिकति गाह्रो भएको चाहिँ देखिन्छ। तर चाहिँ फिल्मले यी विषयहरू भनेको कमजोरीका पाटो मात्र हुन्। यी विषयहरूले चाहिँ फिल्मलाई प्रत्यक्ष रूपमा असर नगरे तापनि एज अ मेकरको हिसाबमा अथवा एज अ मेकिङको हिसाबमा, फिल्म मेकिङको हिसाबमा चाहिँ फिल्मले कहीँ लेन्दी बनाउने चेष्टा चाहिँ यी कमजोरीहरूले चाहिँ गरेका छन्। उनको यो पहिलो फिल्म भएको हुनाले पनि खासै चित्त दुखाइ चाहिँ हामीले लिनुपर्ने हुँदैन, किनकि अबको फिल्महरूमा, अब मेकिङ गरेको फिल्ममा अवश्य पनि उनले चाहिँ राम्रो गर्छन् भन्दै फिल्म राम्रो छ। फिल्मले हाम्रो समाजको बारेमा बोलेको छ, फिल्मले हाम्रो एउटा क्यारेक्टरको बारेमा बोलेको छ। एउटा सामान्य परिवारको मान्छेले देखेको सपना कसरी साकार गर्ने अथवा आफ्नो समाजसँग लडेको लडाइँ यो फिल्ममा प्रस्तुत भएको छ, जस कारण चाहिँ यसलाई बहिष्कारै गर्नुपर्ने खालको कुनै पनि त्यस्तो एलिमेन्ट फिल्ममा छैन। र जातीय द्वन्द उठाउने खालका अथवा यो जातीय हाम्रो समाज भड्काउने खालका कुनै पनि यस्ता चिजहरू यो फिल्ममा छैनन् जसले गर्दा हामी सहज रूपमा चाहिँ यो फिल्मलाई चाहिँ स्वीकार्न सक्छौँ।